कहिलेकाहीँ जीवनको सबैभन्दा लामो यात्रा दूरीले होइन समयले छुट्याएको हुन्छ। वर्षौं बित्छ तर मनको एक कुनामा भने सधैँ एउटै आवाज गुन्जिरहन्छ। आफ्नो जन्मठाउँ, जन्मघर र बाल्यकालका केही अविस्मरणीय यादहरू। करिब 8-9 वर्षपछि अन्ततः आज हामी फेरि समाएका छौँ आफ्नो जन्मठाउँ र जन्मघर जाने बाटो, जहाँ हामीले पहिलोपटक खुला आकाश हेरेका थियौँ र पहिलोपटक हावाको मिठो स्पर्श महसुस गरेका थियौँ। जीवनको पहिचान पाएका थियौँ। यो यात्रा केवल गाउँसम्म पुग्ने चाहिँ होइन, यो त आफ्नै जरा, आफ्नै माटो, आफ्नै अस्तित्वसँग फेरि भेट हुने दिन थियो। समयले धेरै कुरा बदल्यो तर एउटै कुरा कहिल्यै बदल्न सकेन। हाम्रो गाउँप्रतिको माया, जन्मघरप्रतिको आस्था र बाल्यकालको त्यो निर्दोष याद। आजको यो यात्रा कच्ची बाटो, पहाडका यी घुम्तीहरू र प्रकृतिले कोरेको यो हरियालीसँगै हामी त्यही पुरानै संसारमा जाँदैछौँ। हामी हाम्रो यात्रा सालजण्डीदेखि सुरु गरेर धोरपाटन राजमार्ग हुँदै तय गर्नेछौँ। सालजण्डी धोरपाटन सडकले हामीलाई हरेक मोडमा नयाँ दृश्य उपहार दियो। जति अगाडि बढ्यौँ त्यति नै मनभित्र बाल्यकालका दृश्यहरू खुल्दै गइरहेका थिए। गाइज फाइनली हामी चाहिँ जन्मभूमि ठाउँ यात्रा गर्ने क्रममा चाहिँ धोरपाटन सडक हुँदै यो धोरपाटन राजमार्गको अलमोस्ट बिच्ची ठाउँमा आइसकेका छौँ। अनि म सँगसँगै भाइ विशाल यहाँनिर अगाडि राइड गरिराख्नु भएको छ। कस्तो अनुभव भइरहेको छ? बडो आनन्द अनुभव भइरहेको छ। अब जन्म गाउँ जाँदैछौँ हामी। अब उहाँ पुगेपछि त्यो घाम, पानी, कुहिरो, पुराना यादहरूलाई सम्झिँदै भावुकता बनाउने होला केही क्षणको लागि। तर साथीभाइ चाहिँ उहाँ छैनन्, नभए पनि जन्मेको दृश्यको, जन्मेको ठाउँको अवलोकन गर्न हामी दुईभाइ राइड गर्दै जाँदैछौँ। तीव्र एक्साइटेडको लागि धेरै आतुरी छौँ। र फाइनली ढुङ्ग्रो खोला पनि आइसकेको छौँ। यहाँ देख्न सक्नुहुन्छ, यहाँदेखि अलिकति अगाडि यो जुन खोलो देख्नु भएको छ यो नै ढुङ्ग्रे खोला हो। यो ठाउँको विशेष प्रसिद्ध ठाउँ। हामी सालजण्डीदेखि यात्रा गर्दै धोरपाटनको यात्रा तय गरिसकेपछि ढुङ्ग्रे खोला भनेको चाहिँ यहाँनिर खाजा खाने ठाउँ चाहिँ यो एरिया रहेको छ। देख्न सक्नुहुन्छ अलिअलि विकास पनि भइरहेको रहेछ यहाँनिर। सो विकासले तीव्र रूप लिइरह बवाल छ गाइज। तर यो ठाउँको चाहिँ अलग्गै महत्त्व छ। यो गर्मी याममा आनन्दको महसुस चाहिँ यहाँ आयो भने हुन्छ है। यहाँनिर चाहिँ मुखहरू हल्का फ्रेस भएर चाहिँ अब अगाडि लाग्नेछौँ। खाजासाजा मटर समोसाहरू खाएर चाहिँ त्यो एकदमै बवाल ठाउँ रहेको छ। पहाडको चाहिँ स्पेसल ठाउँ। यात्रापछिको थकान मेट्नको लागि चिसो पाइनु मुग्दो अवस्था। यो चिसामा चिसो हो, अरू गर्मी जान आउँदैन। हामी चाहिँ घुम्दै हाम्रो यो निगाली भन्ने ठाउँ आइसकेका छौँ। देख्न सक्नुहुन्छ यो चाहिँ निगाली हो। सो यो निगाली भन्ने ठाउँदेखि यो मनोरम दृश्य, यो हिमालका रमाइला दृश्यहरू र यो नेपालको पहिचान पहाड र यो हरियाली अवलोकन गर्दै हामी यहाँनिर फाइनली आइसकेका छौँ। सो मसँग हिमाल घिमिरे म भइहाल्यो, मसँग चाहिँ विशाल घिमिरे हुनुहुन्छ। हजुरलाई चाहिँ आजको यो ट्राभल अवलोकन यात्रा सँगसँगै गर्दाखेरि चाहिँ तपाईँलाई कस्तो महसुस भएको छ? मलाई एकदम आनन्द प्रफुल्लित भइरहेको छ। म कतारबाट आएको पनि लगभग 14 महिनाभन्दा बेसी भयो। तर साँच्चैकै घर, साँच्चैकै नेपालमा आएको फिल चाहिँ अहिले भएछ। अझ त्यसमा पनि यो के भन्छन् अरे, यो तातोबाट चिसोमा निक्लिँदाको अलग्गै फिल भइरह। हिमाल घिमिरे दाइले पानीको अद्भुत प्यास मेटाउँदै हुनुहुन्छ। भयो आइज यार, आउनुहोस्। उहाँले पानीको प्यास मेटाउने क्रममा उत्तिखेर हाई प्रेसर आएर फेरि पानी खानु।
अलराइट, दिस इज नेक्स्ट डे गाइज। फाइनल्ली हामी चाहिँ अर्ली इन द मर्निङ हिजोको यात्रा सँगसँगै ब्याक टु त्यही भिडियोको कन्टिन्यूमा चाहिँ यो ठाउँमा आइसकेका छौँ। यो ठाउँ चाहिँ हाम्रो जन्मठाउँ जाँदै गर्दा यो ठाउँलाई चाहिँ ध्वजा भन्ने भनेर भनिन्छ। देख्न सक्नुहुन्छ यहाँदेखि देखिएका यी सम्पूर्ण दृश्यहरू एकदमै मनमोहक रहेका छन् र यहाँसँग एउटा मन्दिर रहेको छ, हाम्रो पहिलाको बराजु बालुखुन्टको मन्दिर भनेर भनिन्छ यहाँनिर। सो यो ध्वजा भन्ने ठाउँमा चाहिँ हामी आइपुगेका छौँ। अब अलमोस्ट हाम्रो जन्मठाउँ घर हामी सानोमा बसेको हुर्केको ठाउँमा हामी अझै जाँदैछौँ, पुग्दैछौँ। सो दिस इज नेक्स्ट डे गाइज। सो हिजोको भिडियोलाई चाहिँ कन्टिन्यू गर्दै सो आज चाहिँ यहाँनिर फाइनल्ली म आइसकेको छु र मसँग सँगसँगै भाइ विशाल गेमेरे पनि आएका छौँ, सँगै दुई भाइ भएर। गुड मर्निङ गाइज। एकदमै रमाइलो मनमोहक रहेको छ यहाँको प्राकृतिक सुन्दर दृश्य। पर्यटकीय हिसाबले यो ठाउँ एकदमै पछाडि परेको छ। यहाँनिर कोही पर्यटकहरू त्यो लेभलमा आउनुहुन्न जो लेभलमा यो ठाउँको सुन्दरता छ। सो देख्न सक्नुहुन्छ एकदमै बवाल छ गाइज। सो हामी चाहिँ फाइनल्ली ध्वजा भन्नेदेखि अब अगाडि लाग्यो। देख्न सक्नुहुन्छ यो अफ रोड एकदमै अप्ठ्यारो छ बाटो। त्यति अप्ठ्यारो चाहिँ होइन, तर तलपट्टि हेर्दा चाहिँ अप्ठ्यारो लाग्छ, हिल छ तल पुरै। सो माथिपट्टि चाहिँ नर्मल छ। देख्न सक्नुहुन्छ बिहानको झुल्की घाम माथि आइसकेका छन्। सो यो चाहिँ हाम्रो बच्चादेखि बसेको स्कुल जाँदाखेरि यही बाटो हिँडेको, इभन चामलका बोरासम्म बोकेर हिँडेको यो बाटो हो। सो एकदमै मेमोरेबल छ। सो यही मेमोरी कैद गर्नको लागि हामी यो एकदमै हाम्रो जटिल यात्रा गरिरहेका छौँ। देख्न सक्नुहुन्छ एकदमै हाम्रो यात्रा चाहिँ जटिल रहेको छ। हिजोदेखिको हाम्रो यो ट्राभल फाइनल्ली आज चाहिँ हामी हाम्रो यो डेस्टिनेसनमा पुग्दैछौँ। सो अब चाहिँ केही समय यात्रा गरिसकेपछि यो बल्ल खरी गइरहेको ओह्रालो यहीँदेखि सुरु हो। जान्छ होला अडाउँछ। कन्ट्रोल भयो बाइक, कन्ट्रोल भयो अहिलेसम्म त जान्छ त्यसो। ब्रेकले नै काम गर्न छोडो। यस्तो खालको अफ रोड छ गाइस, देख्न सक्नुहुन्छ एकदमै बवाल छ यो ठाउँ। देख्न सक्नुहुन्छ यस्तो ठाउँ चाहिँ हामी चाहिँ जन्मेर हुर्केको। यो चाहिँ हाम्रो ठाउँको नाम अनुसार चाहिँ घोरारी छेडा भन्छ यहाँनिर। सो हामी फाइनल्ली चाहिँ घोरारी छेडा आइसक्यो। देख्न सक्नुहुन्छ यो सम्पूर्ण बाटो हुँदै यात्रा गर्दै घोरारी छेडा आइयो। अनि यहाँ यो गाउँ देख्न सक्नुहुन्छ, यो गाउँ चाहिँ अमजा हो। अनि यो घोरारी छेडादेखि तल मसिना। सो यो ठाउँमा आयो हामी चाहिँ। सो पहिला हामीले घरको लागि चामलहरू खानेकुराहरू दोकानदेखि यता पारी दोकानदेखि बोकेर ल्याउँदा यहाँ बिसाउने रेस्ट गर्ने ठाउँ हो यो चाहिँ। सरर शीतल हावा चल्छ यहाँनिर। सो फाइनल्ली यो चाहिँ हाम्रो एकदमै रमाइलो र रमणीय ठाउँ मध्येको एक हो। सो कस्तो महसुस भइरहेको छ? यो ठाउँ चाहिँ मलाई एकदमै रमणीय लाग्छ, एकदम मेमोरेबल छ। यो ठाउँमा आउँदा अर्कै स्वर्गको अनुभूति आउँछ। यो ठाउँमा चाहिँ बाल्यकालमा ती साथीहरूसँग हिँडेका, यहाँ लडाइँ गर्दै 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 हिँडेका ठाउँहरू पनि याद छ। सँगसँगै यहाँका यिनी कन्दमूल जरी के अरे यिनी चौतारी औँसेलु चौतारीहरू यो होइन, चौतारी चाहिँ चौतारी अनि ऐँसेलु चाहिँ कता छ? चौतारीहरू चाहिँ यहाँनिर चाहिँ ऐँसेलु कतै होला खाँदै खाँदै यो बाटासँग अनि हाम्रो विशेष सम्बन्ध छ। सो यो गाउँ चाहिँ लहरदारा गाउँ होइन, यहाँनिर यतातिर चाहिँ अमजा। अनि सगरमाथाका देख्न सक्नुहुन्छ दृश्यहरू हल्का यहाँदेखि हामी आएको दर्शन गरिसक्नु भएको छ बिहान बिहानै। एकदमै बवाल देख्नुहुन्छ ठुल्ठुला यत्रा पहाडहरू। यो चाहिँ एकदमै बवाल र पर्यटकहरूको लागि एकदमै आकर्षकको ठाउँ हो। तर पर्यटकहरू चाहिँ यो क्षेत्रमा आउनुहुन्न किनकि पर्यटकीय हिसाबले यो क्षेत्र एकदमै पछाडि परेको छ। फाइनल्ली हामी चाहिँ हाम्रो जन्मगाउँ बर्थान नजिक आइसकेका छौँ। सो यहाँदेखि अलिकति तल बर्थान नजिक यो चाहिँ एरिया जुन देख्न सक्नुहुन्छ, यहाँ यो बाटो यो अलिकति अफरोड र अलिक ठाड्डै ओह्रालो भएको हुनाले चाहिँ हामीले यो एरिया चाहिँ बाइक लिएनौँ। दुई भाइले यसरी ब्याग समाउँदै तलपट्टि यो गाउँ देख्न सक्नुहुन्छ हल्का, यो गाउँ नै हाम्रो जन्मथाउँको गाउँ हो।
सो यहाँनिर यसरी झरिरहेको छौँ। सो म अनि विशाल, यो मेरो भाइको नाम चाहिँ विशाल हो। अलिक मोटो छ यो, यसलाई झर्न अलिक गाह्रो परिरहेछ। के भएन आनन्द त भइरहेको होला भन्छ, तर चाहिँ अलिक गाह्रो महसुस गरिरहेको छु। त्यो चाहिँ मैले बुझिरहेको छु गाइज। सो यहाँनिर एउटा धारो, पानीको धारोमा आइयो है, पानीको धारो बगिरहेको छ। देख्न सक्नुहुन्छ यहाँ नजिकै एकदमै रमाइलो पिस आनन्द स्वर्गीय ठाउँ हो यहाँ। पानी देख्न सक्नुहुन्छ यो धारो। हामी अलमोस्ट गाउँ आइसक्यौँ। देख्न सक्नुहुन्छ यहाँदेखि चाहिँ हाम्रो गाउँको घरहरू सुरु हुन्छ। सो यो गाउँमा चाहिँ एकदमै पिस छ। सो यतापट्टि चाहिँ हामी यसै गर्दा चाहिँ यहाँ त्यो टावर जस्तो देख्न सक्नुहुन्छ, त्यहाँदेखि अलिकति वारी यतापट्टि चाहिँ हाम्रो एउटा स्कुल थियो, त्यहाँ पढ्न जान्थ्यौँ। यो चाहिँ भर्तपुर भन्ने गाउँ हो। यतापट्टि यो चाहिँ बिर्दी भन्ने गाउँ, यो चाहिँ भर्तपुर। अनि हामी माथि मसिनाको गाउँ हुँदै यो तलको बर्थान भन्ने गाउँमा आइयो। यहाँदेखि चाहिँ हाम्रो बर्थान भन्ने गाउँ सुरु हुन्छ, घर स्टार्ट भयो। देख्न सक्नुहुन्छ यो। फाइनल्ली हामी चाहिँ हाम्रो देउताको थान, हाम्रो गाउँ बर्थानको चाहिँ यो चाहिँ विशेष ठाउँ हो। देउताको थान आइसक्यो। यहाँनिर पहिला मन्दिर थियो, अहिले चाहिँ मन्दिर भत्किएर चाहिँ पिल्लरहरू राखेर मन्दिर बनाउनको लागि संरचना राखिएको रहेछ। ब्रजबालुखुण्टको मन्दिर। यहाँ हाम्रो विशाल अलिकति भावुक हुनुभयो भगवान् ब्रजबालुखुण्टलाई देखेर। गाउँमा तोरी फुलेर ढकमक्क देख्न सक्नुहुन्छ। यस्तो बवाल छ यो गाउँ चाहिँ। यो ठाउँमा चाहिँ हामी बच्चामा बहुत हिँडिन्थ्यो। यो चाहिँ हाम्रो बारी हो पहिलाको, पछि बेचियो। सो देख्न सक्नुहुन्छ यो चाहिँ साथीको घर। अनि यो घर म बहुत आउँथेँ। अब यहाँदेखि अलिकति मुनि गएपछि चाहिँ हाम्रो घर छ। सो यहाँनिर देख्नुहुन्छ हामी यहाँ छोड्दाखेरि नि बिजुलीका पोलहरू केही पनि थिएन, बिजुलीहरू थिएन, पानी हल्का थियो, अरू खासै सुविधाहरू थिएन। यो घर चाहिँ मेरो ठुलो बुवाको घर, भत्केर यस्तो भएछ। उहाँ विशालको घर, ठुलो बुवाको छोरा चाहिँ मेरो भाइ। सो यस्तो भएछ यो ठाउँ चाहिँ। हामी जन्मेको ठाउँ हो यो, जन्मेको हुर्केको खेलेको 19-20 वर्षसम्म हामी यो ठाउँमा बाल्यकाल बितायौँ। सो आज चाहिँ यो गाउँ चाहिँ ठाउँ एकदमै अर्कै लागिरहेको छ। यति बेला चाहिँ यो हाम्रो घर चाहिँ पुरानो घर भत्केर यस्तो भएछ। मेरो ठुलो बुवाको घर भत्केर यो चाहिँ बेडरुम थियो, सुत्ने कोठा चाहिँ यो थियो। बेडरुम यस्तो भएछ। पहिला हामी चाहिँ यो कोठामा सुत्थ्यौँ। यो चाहिँ दलान थियो, यो एरिया दलान थियो। अनि त्यहाँदेखि भित्र छिरेर यतापट्टि यो एरिया चाहिँ भान्सा थियो। सो यस्तो भएछ यही भत्केर। पुरानो घर, संरचना, जन्मेको हुर्केको ठाउँ। पछि त यसलाई चाहिँ कटेरो बनाएर भैँसी बाँध्ने किल्ला गाडी हालेछन्। पहिला चाहिँ कटेरो यो यतापट्टि साइड थियो, यो पुरै घर थियो बेचेपछि। अनि यो चाहिँ अहिले भत्केर यस्तो भइसकेको छ। पहाडका पुरानो संरचनाहरू नेपालको अहिले सम्पूर्ण धेरैजसो मान्छेहरूको चाहिँ अहिले यो नै छ स्थिति। किनकि सबै पहाडको आफ्नो सबै छोड्दै तराईतिर जाँदै गर्दा यहाँको पुरानो संरचनाहरू यस्तै हुने हुन्। सबै यस्तै भइरहेको छ नि। ढकमक्क फुलेको यो फुलको रस यस्तो दामी हुन्छ। सुकुन भन्छ नि, सुकुनको लागि चाहिँ कहीँ जानु पर्दैन, यहीँ आएको रहेछ आफ्नो जन्मेको ठाउँ। तर अहिले यस्तो घाँस फलाएर हिँड्न चाहिँ गाह्रो भइसकेको छ। यहाँ झिलङ्गी फलेका रहेछन्, यिनीहरू झिलङ्गी हुन्, जान्छ झिलङ्गी। अब यहाँदेखि चाहिँ तल अब हाम्रो घर आयो, मेरो घर स्पेसल्ली। यो चाहिँ हाम्रो पानीको धारो। यो पानीको धारोको पानी चाहिँ हामीले बाल्यकालमा पियो। सो हाम्रो घर जाने पानीको धारो चाहिँ यही नै हो। यो धारो यो बनाएको मैले लगभग 18 वर्षको थिएँ होला म त्यतिखेर, 18-19 वर्षको। यसलाई बनाएको पनि अहिले अलमोस्ट 12-13 वर्ष भइसक्यो। अहिलेसम्म यो उस्तै रहेछ। पानी चाहिँ अहिले आउँदैन होला, छैन, पानी बन्द भइसक्यो।
सो यहाँदेखि तल देख्न सक्नुहुन्छ यहाँदेखि चाहिँ यो चाहिँ हाम्रो घर यो सम्पूर्ण यो एरिया सबै हाम्रो जग्गा हो अनि यो घर यो डाँडो पुरै डाँडो हाम्रो यहाँदेखि तल अहिले यतापट्टि बिजुलीका पोलहरू गाडेर लगियो रहेछ तार हामीले छोड्ने बेला यहाँ यस्तो थिएन सो देख्न सक्नुहुन्छ यो हाम्रो जन्मठाउँ सो फाइनल्ली हामी हाम्रो घर गइसकेपछि घरका विभिन्न दृश्यहरू पनि देखाउनेछौँ अब चाहिँ हामी यहाँदेखि तल झर्छौँ तर हामी तागाको बाटो जाउँ है यता ठाडी नगरौँ है यहाँबाट झर्ने अहिले बाटो छैन होला यहाँ झर्ने पहिला चाहिँ हामी यहाँदेखि झर्थ्यौँ सिधै अहिले रहेछ त बाटो अझै पनि झन् उताबाट बनाएर छन् हामी चाहिँ पहिला यहाँदेखि बाटोदेखि पुरै यहीँ बारीदेखि भक्कै फुङ्गा लिन्थ्यो यहाँदेखि सिधैमा तल जानलाई अब हामी यहाँदेखि तल झरेर फाइनल्ली हाम्रो घर जानेछौँ ओ माई गड बल्ल घर आए जस्तो भयो यार है बल्ल आफ्नो घर आए जस्तो फिल भयो जुन घर चाहिँ आजभन्दा 12-15 वर्ष पहिले छोडेर गइसकेको छ अरू कोही बस्नुहुन्छ घरमा सो ओ माई गड बाटो त जस्ताको त्यस्तै रहेछ त देख्न सकिन्छ घर यस्तो बवाल बाटाहरूले सबै पहिलाका के बाटा हिँडेका बाटाहरू हुन् सबै यहाँनिर कडकुरो रहेछ अमिलो थियो यहाँनिर हाइन्छ यहाँको फोटो नमस्ते भाउजू नमस्ते कालकिटो टोक्दैन आऊ 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 सोच राम्रै हुनुहुन्छ घर आइयो घर हामी त मोडेलो रहेछ मोडेलो अझै मरे हुन्छ नासपाती त ढलेछ है ए नासपाती ढलेको हाल चाली रहेछ क्या अझै फाल्न हुन्छ ढिकाभरि फुल लाउनु भएर चाहिँ राम्रो भएर चाहिँ त घर त यही घर हाम्रो घर चाहिँ बारदलीसितको 2046 सालमा बनेको घरको यो के अरे बारदली घर त त्योभन्दा पहिला हो बारदली चाहिँ हजुरआमाले 2046 सालमा बनाउनु भएको यो खोरहरू यस्तो रहेछ है दलान हिमाल घिमिरे मेरो नाम देख्न सक्नुहुन्छ यहाँ हिमाल घिमिरे यो चाहिँ मैले लेखेको यो हाम्रो घरको दलान अनि कबेलीहरू मैरो विशालले मैरामा ढोकिदियो अनि यता चाहिँ कटेरो थारो यहाँ त मौरीको धन्द्रा त टन्ने रहेछ नि यो चाहिँ कटेरोमा अहिले चाहिँ केही पाल्नु भएर हुन्छ कि फुकाएर चराउनु लानु भएर चाहिँ क्या यो भयो यता हाम्रो तागातिरको एरिया हामी चाहिँ अघि उहाँ ठाडे झर्यो तर यो हाम्रो तागो चाहिँ यतापट्टि हो सो यो चाहिँ तागो यो चाहिँ हाम्रो तागो यो तागामा पनि बस्ने गरिन्थ्यो यहाँ केरा यो भैँसी मरेर यहाँ भैँसी गाडेको त्यसैमा केरा लगाएको बुवाले लगाएको केरा यत्रो भएको रहेछ अनि यो घर माथि कटर यो कटरको रुख पनि यत्रो भएको रहेछ अनि पिपल हो ओहो बुवाले लगाएको पिपल है यो चाहिँ बुवाले लगाएको पिपल मम्मीले व्रत गर्दाखेरि पानी चढाउनु त सानो यत्रो बारेर लगाएको अहिले यत्रो भएछ हाम्रो गाउँ ठाउँ देख्न सक्नुहुन्छ एकदमै बवाल रमणीय र सुन्दर रहेको छ यो चाहिँ हाम्रो घर फाइनल्ली यो घर भयो दलान भयो बैकल कोठी दलान अनि तलका सम्पूर्ण बारी हाम्रा यहाँनिर एउटा गोले रहेछ टपी कति ज्ञानी रहेछ नि त नि यो चाहिँ हामी फाइनल्ली हाम्रो
घरको भित्र यो दलानदेखि भित्र छिर्दैछौँ। यहाँदेखि हामी भित्र छिर्दैछौँ। यो ठाउँ चाहिँ म जन्मेको ठाउँ है, भर्याङको मुनि म जन्मेकै यहीँ हो। खै साथै छुट्याउँदैन पर्यो। जन्मेको ठाउँ राममणी बालिका जन्मेको ठाउँ यहाँ ठुलो ओछ्यान। यहाँ पहिला चुलो थियो है। यता बिस्तारा रहेछ, यता सुत्ने रुम बनाउनु रहेछ। हामीलाई यहाँ के गरिन्छ यो चुलो त पहिलादेखि थियो। यो चाहिँ माझको थालो जाँदै थियो त्यहाँ है। पहिला बैकलमा जाने, पहिला चाहिँ बैकल हजुरआमाको रुम, हामी सुत्ने रुम। यो चाहिँ बैकल थियो। यहाँनिर एउटा खाट थियो। यो रुममा सुत्यो 19 वर्षसम्म सुतेको ठाउँ यहीँ हो। यहाँ खाट थियो। अनि यता चाहिँ हजुरआमा यहाँ सुत्नुहुन्थ्यो। यहाँ दराज थियो। अनि यहाँनिर हजुरआमाको खतरा खुट्टाङ राख्नुहुन्थ्यो यहाँ जेलमा। यताउता हजुरआमाको आफ्ना चिजहरू। अनि यहाँ दराज थियो हाम्रो। अहिले चाहिँ बैकल कोठी यस्तो भएको रहेछ। सो ल हेऱ्यो। अब पल्लो रुममा जाउँ। पल्लो रुम भिजिट। यो त होम टुर हो नि त, धेरै बेर बोल्ने होइन नि त। अनि यहाँदेखि चाहिँ यता मम्मीको रुम अब यतापट्टि। यो चाहिँ मम्मीको रुम यस्तो रहेछ। खतरम राख्नु भएको रहेछ यहाँ। घरमा बस्ने मान्छे पहिल्यैदेखि यहाँ कोही बस्नुहुन्छ। पहिला यहाँ हाम्रो मन्दिर थियो। जय भगवान् जय श्री स्वस्थानी देवीको यहाँनिर हाम्रो मम्मीले बुकहरू राख्नुहुन्थ्यो। अनि भगवान्हरूको फोटोहरू थिए। अहिले पनि भगवान्को फोटोहरू त रहेछन्। यहाँनिर चाहिँ हाम्रो स्पेसल पूजा गर्ने मम्मीको स्पेसल ठाउँ थियो। यो चाहिँ पूजा गर्ने ठाउँ। अनि यतिपट्टि चाहिँ बिस्तारा बेडहरू हुन्थ्यो। अनि यहाँदेखि माथि चाहिँ उपल्लो तालो। यो चाहिँ हाम्रो उपल्लो तालो हो, टप। यहाँनिर चाहिँ रासन पानी अनि तपाईँको त्यो अन्नहरू राख्ने ठाउँ चाहिँ यो हो। झ्याल खुल्दो रहेछ क्या, अँधेरो रहेछ। यहाँनिर चाहिँ मकैहरू अनि सबै जति पनि उत्पादन हुन्छ घरको अन्नहरू सबै राख्ने ठाउँ भनेको यो पाहाडतिरको घरको चाहिँ यस्तो तालोमा हुन्छ। उपल्लो तालोमा मकैहरू देख्न सक्नुहुन्छ। यही तलपट्टि सबै यस्तो छ। यो नै हाम्रो घरभित्रको सौन्दर्यता हो। बचपनको हाम्रो बच्चाको घर, जन्मेको पूजा गर्ने ठाउँ। लुकेको एकचोटि त हामीलाई माओवादीले लाने भनेर हामी लुकेको ठाउँ पनि यही उपल्लो तालो हो, कुनामा हो। यो विशाल र म भएर दुई भाइ चाहिँ हो। उहाँ पारिपट्टि लुकेको थियो हामी, माओवादीले लग्ने भनेर हजुरआमाले हामीलाई कम्मलहरू बिस्ताराहरू के ल्याएर यतापट्टि कुनामा राखेर लुकाउनु भएको थियो। यी सम्पूर्ण कुराहरू मेमोरीको रूपमा आज कैद गर्न पाइयो। एकदमै खुसी लागेको छ। अनि यहाँदेखि बारदरी हो, तलपट्टि देख्न सक्नुहुन्छ दृश्य यस्तो बवाल छ। यो हाम्रो बारदरी 2046 सालमा बनेको। अनि घर चाहिँ त्योभन्दा पहिला बनेको घर हो। यो घरदेखि यो देख्न सक्नुहुन्छ पारिपट्टि सम्पूर्ण दृश्य। फाइनल्ली अहिले चाहिँ हामी यहाँ घर मौरी काट्दैछौँ। देख्न सक्नुहुन्छ मौरीको मह यहाँ एक दुईटाले यसलाई टोक्ने भने बल्ल आनन्द हुन्थ्यो। यहाँनिर यस्तो लोला बनाएको छ। मलाई टोक्दैन, तँलाई टोक्न सक्छ, मलाई टोक्दैन क्या। टोक भाइ, कुचो चाहिन्छ र खेलिन्छ तेरो। यहाँनिर अलिकति मह निक्लेको छ अलिकति अरे ल। जय श्री स्वस्थानी देवी कि जय हो। महाकाल छैन यहाँ। फाइनली गाइज मह गाइज ल बाबा मह नै रहेनछ। यो धुन्द्रोमा हेऱ्यो मह रहेनछ। त्यसपछि चाहिँ यो ओल्लो धुन्द्रोमा चाहिँ मह निकाल्नलाई तयारी हुँदैछ। यसमा चाहिँ मह रहेछ, देख्न सक्नुहुन्छ। यसो नकाप्न, एकदम राम्रो मह छ यहाँ चाहिँ। सो यहाँ निकाल्दै हुनुहुन्छ हाम्रो मह काट्ने मान्छे मोटे भाइले। यहाँनिर मौरी काटिसकेको छ, देख्न सक्नुहुन्छ। यो चाहिँ मह हो।
यो गाउँको मह यहाँ नबोला भिडियो बनाएको छु देख्न सक्नुहुन्छ हामीले मह निकालिसकेका छौँ अब हामी चाहिँ यहाँनिर यो लास्ट धन्द्रोमा आएका छौँ यहाँनिर अब यहाँ मह छ कि छैन दुईवटा धन्द्रोमा चाहिँ खासै मह भेटिएन मेरो पनि अब लिने होला नि तिमीले त यहाँनिर चाहिँ हेरिन्छ होला अलिकति चाहिँ हामीले मह निकालिसक्यो देख्न सक्नुहुन्छ यो चाहिँ हामीले निकालिसकेको हो अनि अब फेरि यहाँ पुनः हामी यहाँ यो धन्द्रो हेर्दैछौँ यो धन्द्राको मह चाहिँ अलि के अरे मौरी चाहिँ रिसाएछ भन्ने कुरा छ अब चाहिँ हामी हाम्रो जन्मघर मजाले अवलोकन गऱ्यो अरे अनि खानासाना पनि यहीँ घरमै खाइयो हाम्रो घरमा यहाँ मान्छे कोही बस्नुहुन्थ्यो सो खाना खायो अरे अब चाहिँ हामी यहाँदेखि तल जान्छौँ यो हाम्रो घरको पहिलाको ताग हो अनि अब यहाँदेखि हाम्रो गाउँको पहिलाको छिमेक यहाँ अङ्कलहरू हुनुहुन्छ उहाँहरूलाई भेट्न चाहिँ अब जाँदैछौँ देख्न सक्नुहुन्छ यो चाहिँ एकदमै हाम्रो यो पहिलाको मेमोरीको उसमा चाहिँ आजको दिन स्पेन्ड भइरहेको छ चाइल्डहुड मेमोरीको लागि यो एकदमै बवाल ठाउँ आज हामी जन्म ठाउँ अवलोकन गऱ्यौँ